महावीर पुन वीरगंज आइपुग्नु भएको छ र उहाँले वीरगंजको बन्द रहेको कृषि औजार कारखानालाई सञ्चालनमा ल्याइसकेपछि बीचमा मन्त्री पनि बन्नुभयो, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, र अहिले म्याग्दीबाट चुनाव जितेर संसद पनि बनिसकेको अवस्थामा पुनः फुर्सदको समयमा किताब बेचिराख्नु भएको छ। लगभग 12 करोडको किताब बिक्री गरेर उहाँ कृषि औजार वीरगंजको कृषि औजार सञ्चालन गर्ने र बृहत रूपमा यसलाई उत्पादन गर्ने दिशातिर उहाँको अभियान अगाडि बढिरहेको छ र उहाँलाई हामी यो अभियानमा सघाउन अहिले वीरगंजको घण्टाघरबाट प्रत्यक्ष रूपमा जोडिसकेका छौँ र आउनुहोस् उहाँसँग हामी केही कुरा पनि गर्न गइरहेका छौँ। नमस्ते, स्वागत छ यहाँलाई। नमस्ते। तपाईँ पोखरामा किताब बेचिराख्दाखेरि त्यहाँ कति बेच्नुभयो यो संसद भइसकेपछि र यहाँ अहिले आज पहिलो दिन हो, यहाँ कति बिक्री भइसक्यो, कति तपाईँको लक्ष्य छ बिक्री गर्ने? लक्ष्य त हुँदैन मेरो किताब बिक्री गर्ने यति बेच्ने भन्ने लक्ष्य हुँदैन, बेच्दै जाने हो, जति बिकिन्छ त्यति बेच्ने हो। अब चुनाव सकिएपछि मतगणना भइसकेपछि किताब बेच्न सुरु गरेको हो। धेरै दिन बेचेन, 4-5 दिन बेच्यो होला अहिलेसम्म र चुनाव पछि करिब